हेलो नमस्ते टासी दिले अनि कामडी म र फेरि पनि आजको दिन म एउटा नयाँ भिडियोलाई लिएर आइरहेको छु र आज चाहिँ मेरो फेरि पनि अफिसियली टुर परेकोले गर्दाखेरि आज हामी साइटमा जाँदैछौँ प्लान्टेसन साइटमा जाँदैछौँ यहाँ प्लान्टेसनको आज जङ्गुमा परेको छ र अब हामी त्यहाँ जाँदैछौँ अनि रहेको भिडियो चाहिँ तपाईँहरूको माझमा राख्दैछु तपाईँले हेरिदिनुहोस् है त र प्लान्टेसन बोट चाहिँ यसरी राखेको छु यो प्लान्टेसन चाहिँ आज हामीले गर्नको लागि यो बोट हो अनि आज चाहिँ हामीले गाडी यहाँ राखिकन चाहिँ यहाँबाट चाहिँ हामी पारी जानुपर्छ पारी चाहिँ अगाडि मजाको उयो छ पुल तरिकन जानुपर्छ यहाँ किनभने यहाँबाट पारी चाहिँ उयो जान्दैन नि त जो यहाँबाट पारी चाहिँ गाडी जान्दैन र हामी चाहिँ यहाँनिर पुल तरिकै जान परेगा सर्जुङ है अब यो पुल चाहिँ हामी त आउनुपर्छ पहिला पनि आएको हो यो पुल त आउनु चाहिँ तर आज चाहिँ फेरि पिन्छौ सर यहाँबाट चाहिँ यस्तो देखिन्छ भ्यू चाहिँ यस्तो देखिन्छ भ्यू चाहिँ यहाँ चाहिँ पहिला नै यो माथिको यो भिरको चाहिँ उयो भएर पहिरो झरेर चाहिँ यहाँनिर चाहिँ लेक बनिएको थियो हो र अहिले चाहिँ त्यो लेक खोल्दैछ आज खोला मात्रै रहेछ लामो छ यो नेपालको पुलहरू जस्तै यस्तो देखिन्छ यहाँनिर चाहिँ हाम्रो सरहरू पर जानुहुँदैछ अगाडि पार भइसक्यो पुल अब यहाँबाट चाहिँ अर्को गाडीमा सिफ्टिङ भएर चाहिँ हामी जानुपर्छ हाम्रो साइटमा अनि गाडी चाहिँ अब कुन चाहिँ हो कुनी ए उयो म्याक्स रहेछ म्याक्समा चढेर हामी जानेछौँ मजाले मजा आइदिने भयो यहाँबाट चाहिँ हामी जान्छौँ म्याक्समा आयो ब्याक सिट त ठिकै छ चलेगा जो यहाँनिर झरिसकेको छ हामी अब म चाहिँ हामी चाहिँ अब यहाँनिर साइटमा जाँदैछ साइटमा हामी जाँदैछौँ यहाँनिर गाडी यहाँ तल गाडी घुमाउँदैछ प्लान्टेसनको हामी चाहिँ अब जग्गामा हामी गइरहेको छौँ जङ्गलको ड्युटी जङ्गलै घुम्नुपर्छ ए उही माथि रहेछ त्यस्तो उयो त होइन यहाँनिर चाहिँ यसरी काम गरेको रहेछ वालहरू लगाएको रहेछ अलिअलि यहाँ चाहिँ यसरी बल लगाएर चाहिँ माथि नै पुगाएको रहेछ अन्त यहाँनिर चाहिँ अब बोट लगाउने क्रम चलिरहेको छ अनि यो वल चाहिँ लामो चाहिँ लगाएको छ यस्तै खालको वल चाहिँ
अन्त यो बाँसहरू देख्दै गरेको चाहिँ सबै प्लान्टेसन यहाँनिर त्यस्तो काम हुँदैछ यसरी उकालो जाँदैछौँ यहाँ माथि हाम्रो आरओ सर एसिएफ सर हाम्रो एकजना स्टाफहरू हामी उकालो जाँदैछौँ यहाँनिर चाहिँ पुरा मजाले बिरुवाहरू रोपेको रहेछ जस्तै यो छ यो भयो यो बिरुवाहरू भयो हो यसरी चाहिँ रोपेको रहेछ अन्त हामी कालो 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 हामी जाँदैछौँ फरेस्टको जग्गामा चाहिँ ड्युटी गर्नु चाहिँ यस्तो मजा आउँछ हामी चाहिँ अब माथिको एउटा साइड भिजिट गरेर अब हामी फर्किँदैछौँ हामी फेरि अघिको पुलमा हामी फर्किन्छौँ अझै 2टा जति छ भन्दै थियो अब त्यो चाहिँ अर्कोपट्टि होला अब हामी त्यतापट्टि जान्छौँ आजको हाम्रो ड्युटी चाहिँ यस्तै परेको छ तर के भयो त्यो त अर्को उसमा आइपुगिसक्यो लोकेसनमा र यहाँ मेरो साथी पनि भेट्यो उहाँ चाहिँ हाम्रो दिपक हुनुहुन्छ उहाँको दारी नै दामी छ दारीजुङ्गाई र अब अर्को लोकेसनमा आइपुगिसकेका छौँ र अगाडि हाम्रो डिएफओ सर पनि हुनुहुन्छ र अब हामी चाहिँ यहाँको लोकेसन हेरिकन चाहिँ हामी चाहिँ लाग्दिने है यहाँनिर चाहिँ सुन्तलाको बोट पनि रहेछ सुन्तलाहरू फलिरहेको रहेछ यहाँ चाहिँ यो जङ्गु साइडतिर चाहिँ सुन्तलाको बोटहरू पुरा छ नि त हो अन्त यहाँनिर पनि छ सुन्तला त्यहाँदेखि तल देख्दै गर्नुभएको चाहिँ टिस्टा खोला हो माथि मङ्गनको मुनि भएर आएको यहाँ तल हाम्रो डिएफओ सर एसिएफ सर हाम्रो दिपक हामी चाहिँ अब यहाँबाट फर्किँदै गरेको यहाँको साइड पनि भइसक्यो भिजिटको स्पटमा आइसकेको छौँ र अर्को स्पटमा चाहिँ त्यस्तै हो प्लान्टेसनको कुराहरू त्यस्तै रोपटोपनको र अहिले चाहिँ हाम्रो यहाँनिर डिएफओ साहब एसिएफ साहब 2जना आरओ सर अन्त हाम्रो 2जना एफजी हुनुहुन्छ अनि फिल्ड स्टाफहरू हुनुहुन्छ र चाहिँ यहाँनिर यो डन्ठा देखेको सबै यो यसको फेदमा चाहिँ उयो बिरुवा रोपेको छ कतिसँग रोपेको छ यो हामी हिँड्ने बाटो चाहिँ यस्तै छ जङ्गलको डिपार्टमेन्टमा जङ्गली बाटो हिँड्नुपर्छ जङ्गली जस्तै भएर राम्रो वाला कताबाट त देख्नै पाउँदैन
यहाँनिर हामी खाना खानु आइरहेको छ एउटा ठाउँमा अब लन्च चाहिँ यहाँ 3 बज्न आँट्यो र यो पछाडि चाहिँ एउटा एपिसी चर्च यहाँ चाहिँ अस्ति पनि आएको हामी माथि थियो अर्को ठाउँमा त्यहाँ प्लान्टेसन हेर्नु आएको थियो आज फेरि पनि यहाँनिर आइपुगेको छौँ अनि यहाँको पछाडिको ब्याकग्राउन्ड चाहिँ यस्तो छ यहाँनिर बस्ती जग्गा अन्त हामी चाहिँ यहाँनिर खाना खान्छौँ अब छिन्दा अनि पछाडिको ब्याकग्राउन्ड त्यस्तो चाहिँ यो चर्च छ एपिसी चर्च अस्ति मैले अर्को भिडियोमा हालेको थिएँ र अब हामी चाहिँ यहाँनिर चाहिँ हामी बस्ने छौँ हाम्रो सरहरू चाहिँ माथि हुन्छ हाम्रो ग्याङ हाम्रो यो आजको ग्याङ चाहिँ यस्तो छ डन चाहिँ यहाँ छ हाम्रो डन चाहिँ यहाँ छ डन हो सिनेमेटिक सानो गाउँ पछि एउटा तपाईँको फामफल पम्सी के को पम्सी के भन्दा फामफल अर्को के भन्छ अर्को नेपाली भन्छ पम्सी पनि भन्छ अर्को बिर्सेको मैले नाम एभोकाडो लो आजको मेरो साइड भिजिट टुर चाहिँ अब आज यतिमै सकियो आज चाहिँ अब फर्किँदैछ अब हामी सानो छोटो ब्लग चाहिँ अब यतिमै म राख्दैछु र सबैजनाले फेरि पनि अर्को भिडियोमा नभेट्दैसम्म तबसम्म सबैजना खुसी बस्नुहोस् ह्याप्पी बस्नुहोस् सधैँ हाँसी बस्नुहोस् भन्दै आज मेरो ब्लगलाई चाहिँ यतिमै राख्दैछु सबैजनालाई टाटा बाई बाई सायोनारा सी यू